Yo, what's up everybody? New day, new vlog. र अहिले म जाँदैछु भाडाचुङदेखि हल्का माथि. Thank you so much for order. Stay tuned for the more updates. यो चाहिँ हामीलाई अर्डर दिनुभएको थियो, युएसएबाट अर्डर आएको थियो WhatsAppमा. अनि त्यही अर्डर लिएर जाँदैछु. अनि उहाँले चाहिँ आफ्नो रिलेटिभ्सको लागि सरप्राइज दिनको लागि गर्नुभएको रहेछ. जस खुसी लाग्छ हैन, टाढा भए पनि यसरी अब सोशल मिडियाले गरेर हामी सबैजना कनेक्ट छौँ भनौँ न एक किसिमले. हैन भने यति टाढाबाट हैन, यति टाढा बसेको हामी हेर्नु न, सोशल मिडियाले गरेर यति छिटो कनेक्ट हुन्छ र यति सजिलै कनेक्ट हुन पाइन्छ. र अर्डर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद. यो चाहिँ मैले अर्डर लिएर जाँदै गरेको भिडियो हो. भिडियोमा मैले पाडाजुङीतिर धेरैवटा अर्डर पुऱ्याएको थिएँ, तर पाडाजुङीको यो साइड, यो माथि साइड चाहिँ मेरो फर्स्ट टाइमै हो. पहिलोचोटि नै हो. त्यता गएको थिइनँ, त्यता जाने मौका पनि पाएँ, त्यसको लागि पनि धन्यवाद हैन. भिडियो हेर्दै गर्नु होला, मैले कभर गर्ने छु. यहाँ चाहिँ मैले अब म्याप लोकेसन हेर्दै जाँदैछु, किनकि फर्स्ट टाइम थियो नि त. त्यही भएर क्यामेरा टाउकोमा थियो, त्यही भएर म्याप हेर्दै कुदिरहेको थिएँ. त्यही भएर टाउको यस्तो निहुरेको जस्तो देखिरहेको रहेछ. सबै बाटो मात्रै क्याप्चर भइरहेको रहेछ क्या. अहिले एडिट गर्नु बस्दा यस्तै हेर्छु होइन. बाटो त्यस्तो गाह्रो त थिएन, नजिकै थियो. तर पनि फर्स्ट टाइम भएकोले गर्दा धेरै नघुमौँ न, एकैचोटि ठाउँमै पुगौँ भनेर चाहिँ म्याप हेर्दै जाँदै थिएँ क्या. ठ्याक्क होइन, हामीलाई दिएको लोकेसनमा हामी सेट आइपुग्यौँ. अब यहाँबाट कल गर्ने अनि अर्डर दिएर त्यस पछाडि हिँड्ने भनेर ठ्याक्क रोक्यो. अनि अब त्यही कल गरेर अर्डर जिम्मा लगाएर अनि हिँड्नुपर्ने हुन्छ. अब हामी यति बेला चाहिँ म वाट्सएपमा जसले अर्डर दिनुभएको उहाँसँग पनि कुरा गरिरहेको थिएँ. अनि फेरि नेट पनि मजाले टिपेकै थिएन कि, नेट हल्का स्लो चलिरहेको रहेछ. विकै थियो, मजाले नेटै पक्रिरहेकै थिएन. अनि जसो अलिअलि च्याट चाहिँ हुँदै थियो. नेट टावर चाहिँ नटिपेको थियो होला. त्यही टावरको सिग्नलको खोजीमा यताउता भौतारिरहेको थिएँ. म यसो चेक गर्दै थिएँ, अलिअलि आउँदै थियो. मेसेज पनि जोस आइरहेको थियो, हल्का ढिलै भए पनि आइरहेको थियो. अनि मेसेज यस्तो रिप्लाई दिइरहेको थिएँ. त्यतिकैमा साइडबाट बाजे, हजुर क्यामेरा देखेर डाँडाको फोटो खिचेको हो भन्दै. हजुर लिइसकेँ त, हजुर भने फोटो खिच यस्तो के भन्दै अन्त. अनि मैले लिइसकेँ त फोटो भन्दै थिएँ. बाजे सिसी घरतिर. अनि म चाहिँ कल गर्नको लागि
कल गरेको कलै लागेको थिएन कि बिजी आइरहेको थियो अनि मैले मेसेज गरिदिएको थिएँ अनि उतैबाट कल आएको थियो होइन उतैबाट कल आएको थियो हेलो भूमिका बोल्नुभएको हो ए यो सुन्नु न म यो ठ्याक्कै यो 3 बाटो भन्ने छ नि यहाँ छु कि हजुरलाई त्यो अर्डर आएको थियो अर्डर लिएर आएको थिएँ मैले हजुर नेपालको झन्डा त देख्दिन त म ठ्याक्कै यो पाडाजुङ्गीबाट माथि आउने छ नि हो त्यो रोड सिधा आउँदाखेरि यहाँबाट अब दाहिने र देब्रे छुट्टिन्छ नि हो यहाँ छु ठ्याक्कै हुन्छ तू ही तो जीने का सहारा है यस्तो पर्खिँदै गर्दाखेरि क्या कोही मान्छे यस्तो अगाडि लुकायो भने क्या यही मान्छे हुनु नि जस्तो हुन्छ क्या थाहा हुँदैन नि त को होइन यस्तो हेरेको अगाडि एकजना आउँदै हुनुहुँदो रहेछ क्या अनि अब लेडिज नै हुनुहुन्थ्यो नि त फोनमा बोल्दा अनि यस्तो सोचेँ उहीँ नै हुनु नि मनमा नै चाहिँ क्या उहीँ हुनु नि अब यत्रो पर्खिसकेको थियो नि त अनि ढुक्क हुन्छ नि त तपाईँ नै हो भूमिका चाहिँ क्या त्यस्तो लागिरहेको थियो नजिक आएपछि सोध्नु पऱ्यो नि त ट्याक्कै सोधेको वहीँ हुँदो रहेछ ढुक्क अब आनन्द त्यो घर जान पाइयो नि बिरयानी हजुर गरिदिइसक्नु भएको छ हजुर हुन्छ थ्याङ्क यू यो गाइज यो चाहिँ युएसबाट आएको थियो अर्डर अनि म त यतै हुनुहुन्छ होला भनेर लिएर आएको खासमा उहाँ चाहिँ वहीँ हुनुहुँदो रहेछ अनि यहाँनिर चाहिँ भूमिकाजीको लागि चाहिँ अर्डर गरिदिनु भएको रहेछ हजुर थ्याङ्क यू सो मच सर हामीलाई अब केबाट हेर्नुभयो हजुरले वाट्सएपबाट टिकटक युट्युब फेसबुक केबाट हेरेर अर्डर दिनुभएको थ्याङ्क यू सो मच र कस्तो लाग्छ तपाईँलाई आफ्नो प्रतिक्रिया दिनु होला एकचोटि रिभ्यू गरिदिनु होला होइन मिठो लाग्यो भने नमिठो लाग्यो भने कस्तो छ एकचोटि भनिदिनु पऱ्यो भन्दै यो भ्लगलाई यहीँ इन्ड गर्नुपर्ने हुन्छ होला थ्याङ्क यू सो मच फर अर्डर अरू पनि अर्डरहरू आयो भने म भिडियो बनाउने कोसिस गर्नेछु सो स्टे ट्युन फर द मोर अपडेट थ्याङ्क यू सो मच फर अर्डर